हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? आजको मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म हजुरहरूलाई मैले मेरो कौसीमा के रोपेको छु भनेर देखाउँछु। मैले चाहिँ फर्सी अनि त्यसपछि टमाटर अनि खुर्सानी रोपेको छु। तर हेर्नु न, कौसीमा नआएको कति धेरै दिन भएको थियो नि त। अनि झारहरू पनि धेरै पलाएछ। अनि त्यसपछि मैले चाहिँ झारहरू पनि उखालेँ। अनि यो चाहिँ फेरि तरकारी खानको लागि फल्ने फर्सी चाहिँ होइन गाइज, यो चाहिँ मुन्टा मात्र खान मिल्छ। यो चाहिँ फल्न चाहिँ फल्दैन। अनि मुन्टा खाने फर्सी हो नि त यो। फेरि हेर्नु न, यो चाहिँ आफ्नै कौसी भन्नु होला। यो चाहिँ हाम्रो घरबेटीको कौसी हो। घरबेटी बस्नुहुन्न नि त, घरबेटी अर्कै घरमा बस्नुहुन्छ। अनि यहाँ चाहिँ हामीले सबै रेखदेख पनि गर्नुपर्छ। अनि घरबेटीले चाहिँ तिमीहरू जे रोपेर खाए पनि हुन्छ भनेर भन्नुभएको थियो। अनि मलाई चाहिँ फर्सीको मुन्टा एकदमै मनपर्छ नि त। अनि फेरि सिजनको पनि तरकारी हो। अनि फेरि यो सिजनमा त अब यही फर्सीको मुन्टा, लट्टीको सागहरू अनि यस्तै त हुने हो नि त। अनि मैले चाहिँ फर्सीको मुन्टा रोपेको थिएँ। अनि यो चाहिँ फेरि हेर्नु न गाइज, घरबेटीले कति मजाले बोरामा पनि माटो हालेर अनि रोप्न मिल्ने पनि बनाइदिनु भएको छ। अनि हाम्रो चाहिँ पहिला घरबेटीहरू बस्दाखेरि चाहिँ यस्तैमा रोपेर तरकारीहरू, साग, टमाटरहरू, खुर्सानीहरू रोप्नुहुन्थ्यो अरे। कति मजाले फल्थ्यो अरे। अनि मैले पनि बोरामा पनि रोपेको, अनि यता बाटामा पनि रोपेको छु। अनि मेरो साथीले पनि यता धनियाँहरू पनि छर्नु भएको छ। अनि मैले पनि सबै गोडमेल गरिसकेँ। अनि गोडमेल गरिसकेपछि चाहिँ धनियाँ छरिदिएँ। अनि त्यसपछि उम्रेको प्याज पनि थियो। अनि उम्रेको प्याज पनि रोपिदिएँ। हजुरहरूलाई मेरो मिनी ब्लग कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब पनि कमेन्ट पनि गरिदिनु होला गाइज। धन्यवाद।